नमस्कार साथीहरू, यहाँहरूलाई स्वागत छ सपनाको फल युट्युब च्यानलमा। आज पनि म उपस्थित भइसकेको छु यहाँहरूले नै देख्नुभएको सपनाको फल लिएर। आजको विषयवस्तु रहेको छ सपनामा हामीहरूले मौरी देख्दा अथवा मह देख्दा सम्बन्धित विविध सपनाको फलहरू के कस्तो हामीहरूलाई प्राप्त हुन्छ भन्ने विषयवस्तु रहेको छ। त्योभन्दा पहिला एउटा सानो जानकारी। सपनाको फल सबै व्यक्तिहरूमा समान किसिमले प्राप्त हुन्छ भन्ने हुँदैन। कोही व्यक्तिहरूले देख्नुभएको सपनाको फल जस्ताको तस्तै प्राप्त हुन्छ भने कोही व्यक्तिहरूले देख्नुभएको सपनाको फल उल्टो हुन जान्छ। शुभ सपना देख्नुभएको छ भने अशुभ फल प्राप्त हुन्छ भने अशुभ सपना देख्नुभएको छ भने शुभ फल प्राप्त हुन्छ। साथसाथै हजुरहरूले सपना कुन समय अवधितिर देख्नुहुन्छ, राति निदाएको कुन प्रहरमा देख्नुहुन्छ, त्यसमा पनि हजुरहरूले प्राप्त गर्ने सपनाको फल निर्धारित हुने गर्दछ। सुरु गरौँ आजको विषयवस्तु। सुरुमा रहेको छ, यदि हजुरहरू राति निदाएको बेलामा सपनामा मौरी देख्नुहुन्छ भने यस्तो सपनालाई अत्यन्तै शुभ सपना मानिएको छ। यस्तो सपना देख्नाले आउनेवाला दिनमा तपाईहरूलाई धन प्राप्तिको योग बनिरहेको छ भन्ने कुराको सङ्केत गर्दछ। साथसाथै यस्तो खालको सपना देख्नाले चाहिँ आउनेवाला दिनमा तपाईहरूको चाहिँ कोही नयाँ मित्रहरूसँग चाहिँ भेटघाट हुने अवसर प्राप्त हुनेछ अथवा कुनै नयाँ मित्रहरूसँग चाहिँ तपाईँको सम्बन्ध विस्तार हुनेछ, नयाँ मित्रको आगमन हुनेछ र त्यही नयाँ मित्रहरूको आगमनबाट चाहिँ तपाईँले आफ्नो जीवनमा विभिन्न किसिमको लाभहरू प्राप्त गर्न सक्नुहुनेछ। तपाईँको जीवनमा चाहिँ सकारात्मक परिवर्तन हुनेछ भन्ने कुराको सङ्केत गर्दछ। यसै गरी साथीहरू, अब अर्को सपना रहेको छ, यदि सपनामा तपाईँहरूले मौरीको घार देख्नुहुन्छ र त्यहाँबाट चाहिँ मह चुहिरहेको यस्तो खालको सपना देख्नुहुन्छ भने यस्तो सपनालाई पनि एकदमै शुभ सपना मानिएको छ। यस्तो सपना देख्नाले आउनेवाला दिनमा तपाईँहरूको धन सम्पत्तिमा वृद्धि भएर जानेछ। साथसाथै तपाईँको आफ्नो घर परिवारभित्र कुनै पनि शुभ कार्य हुने अवसर समेत प्राप्त हुनेछ। तपाईँको आफ्नो घर परिवारभित्र चाहिँ तपाईँले एकदमै धेरै माया ममता आफूले चाहिँ पाउनुहुनेछ र तपाईँले चाहे अनुसारको चाहिँ सहयोग तपाईँले आफ्नो आफन्तहरूबाट चाहिँ प्राप्त गर्नुहुनेछ। अझ विशेष गरी तपाईँहरूले कुनै पनि व्यापार व्यवसाय पार्टनरसिपमा गर्दै हुनुहुन्छ, सामूहिक व्यापार व्यवसायहरू गर्दै हुनुहुन्छ भने त्यस्तो समूहमा गरेको व्यापार व्यवसायबाट चाहिँ तपाईँहरूले प्रशस्त मात्रामा लाभ उठाउन सक्नुहुनेछ भन्ने कुराको पनि सङ्केत गर्दछ। यसै गरी साथीहरू, अब अर्को सपना रहेको छ, यदि सपनामा तपाईँहरूले चाहिँ आफूलाई मौरीले टोकिरहेको अथवा मौरीले लखेटिरहेको, खेदिरहेको, कुनै पनि प्रकारको मौरीले तपाईँहरूलाई दुःख दिइरहेको यस्तो खालको सपना देख्नुहुन्छ भने यस्तो सपनालाई चाहिँ अशुभ सपना मानिएको छ। यस्तो सपना देख्नाले आउनेवाला दिनमा तपाईँहरूलाई चाहिँ विभिन्न किसिमको दुःख कष्ट सङ्कटहरूको सामना गर्नुपर्नेछ। विभिन्न किसिमको बाधा अवरोधहरू तपाईँले गरिरहेको काममा आइपर्नेछन् भन्ने कुराको सङ्केत गर्दछ। साथसाथै तपाईँले आफूले विश्वास गरिरहेको आफ्नो साथीभाइ घर परिवार इष्टमित्रहरूबाट चाहिँ तपाईँलाई धोका हुन सक्नेछ, विश्वासघात हुन सक्नेछ, जसको कारणले गर्दा चाहिँ तपाईँहरूको मानसिक स्वास्थ्यमा समेत असर पर्नेछ भन्ने कुराको सङ्केत गर्दछ। यसै गरी साथीहरू, अब अर्को सपना रहेको छ, यदि सपनामा तपाईँहरूले मौरी चाहिँ फुलको थुङ्गा वरिपरि घुमिरहेको अथवा फुलको थुङ्गामा फुलको बोटमा बसेको यस्तो खालको सपना देख्नुहुन्छ भने यस्तो सपनालाई पनि अशुभ सपना भनिएको छ। तर सुन्दाखेरि मौरी फुलमा घुमिरहेको सुन्दा चाहिँ हामीलाई यो सपना शुभ होला, शुभ फल प्राप्त होला भन्ने लाग्छ, तर यो अशुभ सपना हो। यस्तो सपनाले आउनेवाला दिनमा तपाईँहरूको धन सम्पत्ति माल सामान हराउने अथवा चोरी हुने सम्भावना एकदमै बलियो रहेको छ भन्ने कुराको सङ्केत गर्दछ। साथसाथै यस्तो खालको सपना देखिसकेपछि तपाईँहरूले चाहिँ कुनै पनि लटरी सम्बन्धी कामहरू जस्तै जुवा तासहरू खेल्नुहुन्छ, कुनै पनि चिट्टाहरू खेलाउँदा चाहिँ वा कुनै पनि सामूहिक व्यापार व्यवसायहरू गर्दा तपाईँहरूले चाहिँ त्यसमा घाटा बेहोर्नु पर्नेछ भन्ने कुराको सङ्केत गर्दछ। यसै गरी साथीहरू, अब अर्को सपना रहेको छ, यदि सपनामा तपाईँहरूले एउटा मात्रै सिङ्गल मौरी देख्नुहुन्छ, एउटा मात्रै मौरी कहीँ कतै उडिरहेको अथवा बसेको देख्नुहुन्छ भने यस्तो सपनालाई पनि अशुभ सपना भनिएको छ।
यस्तो सपना देख्नाले आउनेवाला दिनमा तपाईँहरूको धन सम्पत्ति माल सामान चाहिँ नाश हुनेछ अथवा हराउनेछ, चोरी हुनेछ, या भनौँ तपाईँले कसैलाई दिनुभएको धन सम्पत्ति चाहिँ तपाईँहरूले सजिलै प्राप्त गर्न सक्नु हुँदैन भन्ने कुराको सङ्केत गर्दछ। साथसाथै यस्तो खालको सपना देखिसकेपछि तपाईँले आफ्नो घर परिवार अथवा तपाईँको आफ्नो साथीभाइ इष्टमित्रहरूसँग चाहिँ तपाईँको जुन सुमधुर सम्बन्ध भइरहेको सम्बन्ध चाहिँ कुनै पनि कारणवश चाहिँ त्यो सम्बन्ध खराब हुनेछ, त्यो सम्बन्धमा चाहिँ खटपट आइपर्नेछ भन्ने कुराको पनि सङ्केत गर्दछ, जसको कारणले चाहिँ तपाईँको सुमधुर सम्बन्धहरू बिग्रिएर जानेछ भन्ने कुराको सङ्केत गर्दछ। यसै गरी साथीहरू अब अर्को सपना रहेको छ। यदि सपनामा तपाईँहरूले मौरी देख्नुहुन्छ र मौरी सँगसँगै तपाईँले मौरीको चाका पनि देख्नुहुन्छ, यस्तो खालको सपना देख्नुहुन्छ भने यस्तो सपनालाई चाहिँ एकदमै शुभ सपना मानिएको छ। यस्तो सपना देख्नाले आउनेवाला दिनमा तपाईँहरूको धन सम्पत्तिमा वृद्धि भएर जानेछ, तपाईँहरूलाई आकस्मिक रूपमा चाहिँ धन प्राप्तिको योग बनिरहेको छ। अझ विशेष गरी यस्तो खालको सपना देखिसकेपछि तपाईँको आफ्नो घर परिवारमा चाहिँ सुख, खुसी र मेलमिलापमा समेत वृद्धि भएर जानेछ। तपाईँहरूले गरिरहनु भएको जुनैसुकै कार्यमा पनि तपाईँहरूले सहजै सफलता प्राप्त गर्न सक्नुहुनेछ। साथसाथै तपाईँहरूको चाहिँ सकारात्मक सोच विचारमा समेत वृद्धि भएर जानेछ। तपाईँहरूले शुभ समाचार समेत सुन्ने अवसर प्राप्त गर्नुहुनेछ र तपाईँहरूले यस्तो सपना देखिसकेपछि कुनै न कुनै शुभ कार्य गर्ने अथवा शुभ कार्यमा चाहिँ जाने, शुभ कार्यमा सरिक हुने अवसर समेत तपाईँहरूलाई प्राप्त हुनेछ भन्ने कुराको सङ्केत गर्दछ। यसै गरी साथीहरू अब अर्को सपना रहेको छ। यदि सपनामा तपाईँहरूले मौरी उडिरहेको यस्तो खालको सपना देख्नुहुन्छ भने यस्तो सपनालाई पनि शुभ सपना मानिएको छ। यस्तो सपना देख्नाले आउनेवाला दिनमा तपाईँले यदि पुराना दिनहरूमा चाहिँ कुनै पनि दुःख, कष्ट, रोग बिमारीबाट चाहिँ तपाईँहरू पीडित हुनुहुन्थ्यो भने अब आउने दिनमा तपाईँहरूले भोगिरहेको दुःख, कष्ट, बिमारीबाट चाहिँ बिस्तारै तपाईँहरूले सुखका दिनहरू फेस गर्दै जानुहुनेछ। तपाईँहरूलाई सुख, खुसीहरू र तपाईँको स्वास्थ्यमा चाहिँ सुधार भएको तपाईँहरूले महसुस गर्नुहुनेछ भन्ने कुराको सङ्केत गर्दछ। यसै गरी साथीहरू अब अर्को सपना रहेको छ। यदि सपनामा तपाईँहरूले चाहिँ मह खाइरहेको यस्तो खालको सपना देख्नुहुन्छ भने यस्तो सपनालाई अत्यन्तै शुभ सपना मानिएको छ। यस्तो सपना देख्नाले आउनेवाला दिनमा तपाईँहरूलाई धन प्राप्ति हुनेछ, तपाईँहरूको धन सम्पत्तिमा वृद्धि भएर जानेछ। साथसाथै यस्तो खालको सपना देखिसकेपछि तपाईँहरूलाई चाहिँ विभिन्न किसिमको मान सम्मान प्राप्त हुनेछ, तपाईँलाई विभिन्न किसिमको पदोन्नतिको अवसर समेत प्राप्त हुनेछ। अझ विशेष गरी यस्तो खालको सपना देखिसकेपछि तपाईँले गरिरहनु भएको जुनैसुकै कार्यमा पनि सफलता प्राप्त गर्न सक्नुहुनेछ। अझ विशेष गरी तपाईँहरूले गरिरहनु भएको व्यापार व्यवसायमा चाहिँ वृद्धि भएर जानेछ र यस्तो सपना देखेपछि तपाईँहरूले कहीँ कतैबाट चाहिँ शुभ समाचार समेत सुन्न पाउनुहुनेछ भन्ने कुराको सङ्केत गर्दछ। यसै गरी साथीहरू अब अर्को सपना रहेको छ। यदि सपनामा तपाईँहरूले मरेको मौरी देख्नुहुन्छ अथवा तपाईँले अथवा कोही अन्य व्यक्तिहरूले मौरी मारिरहेको यस्तो खालको सपना देख्नुहुन्छ भने यस्तो सपनालाई अत्यन्तै अशुभ सपना मानिएको छ। यस्तो सपना देख्नाले आउनेवाला दिनमा तपाईँहरूले एकदमै ठुलो आर्थिक सङ्कटको सामना गर्नुपर्नेछ। साथसाथै धन सम्पत्ति अथवा माल सामान चाहिँ हराउने अथवा चोरी हुने, या भनौँ तपाईँले कसैलाई दिएको धन पैसा गरगहनाहरू चाहिँ तपाईँले सजिलै प्राप्त गर्न सक्नुहुने छैन भन्ने कुराको सङ्केत गर्दछ। अझ विशेष गरी यस्तो सपना देखिसकेपछि तपाईँले आफूले गरिरहेको कार्यमा, तपाईँले गरिरहनु भएको काममा गरेको मेहनत परिश्रमको फल चाहिँ तपाईँहरूले सजिलै प्राप्त गर्न सक्नु हुँदैन। तपाईँले त्यसको लागि चाहिँ एकदमै धेरै सङ्घर्ष गर्नुपर्ने हुनेछ भन्ने कुराको पनि सङ्केत गर्दछ। र यस्तो सपना देखिसकेपछि तपाईँहरूको चाहिँ मानसिक पीडामा समेत वृद्धि भएर जानेछ, मानसिक स्वास्थ्यमा असर पर्नेछ भन्ने कुराको पनि सङ्केत गर्दछ। यसै गरी साथीहरू अब अर्को सपना रहेको छ। यदि सपनामा तपाईँहरूले चाहिँ एकदमै ग्रुपमा मौरी देख्नुहुन्छ, मौरीको झुन्ड देख्नुहुन्छ अथवा मौरी चाहिँ तपाईँको आफ्नो घरमा आएको देख्नुहुन्छ, यस्तो खालको सपनालाई शुभ सपना मानिएको छ।
यस्तो सपना देख्नाले आउनेवाला दिनमा तपाईँहरूलाई आकस्मिक रूपमा चाहिँ धन सम्पत्ति प्राप्त हुँदैछ भन्ने कुराको सङ्केत गर्दछ। साथसाथै यस्तो खालको सपना देखिसकेपछि तपाईँको घर परिवार अथवा तपाईँको आफ्नो आफन्तमा चाहिँ कुनै पनि शुभ कार्य हुनेछ र तपाईँहरू त्यो शुभ कार्यमा सरिक हुने अवसर समेत प्राप्त गर्नुहुनेछ भन्ने कुराको पनि सङ्केत गर्दछ। अझ विशेष गरी मौरीहरू तपाईँको घरमा आइरहेको यस्तो खालको सपना देख्नुहुन्छ भने चाहिँ यस्तो सपना देखिसकेपछि तपाईँको आफ्नो घर परिवारमा चाहिँ रमाइलो जमघट हुनेछ, रमाइलो भेटघाट हुनेछ, जसले गर्दा चाहिँ तपाईँको जीवनमा चाहिँ एकदमै धेरै खुसियाली छाउनेछ र तपाईँको जीवनमा चाहिँ सकारात्मक सोच विचारमा समेत परिवर्तन आउनेछ भन्ने कुराको सङ्केत गर्दछ। यसै गरी साथीहरू अब अर्को सपना रहेको छ। यदि सपनामा मौरी चाहिँ आफ्नो घारबाट निस्किएर भागिरहेको यस्तो खालको सपना देख्नुहुन्छ भने यस्तो सपनालाई चाहिँ एक शुभ सपना मानिएको छ। यस्तो सपना देख्नाले चाहिँ आउनेवाला दिनमा तपाईँले गर्नुभएको कार्यमा सफलता प्राप्त हुनेछ भन्ने कुराको सङ्केत गर्दछ। साथसाथै यस्तो खालको सपना देखिसकेपछि तपाईँहरूले विभिन्न किसिमको सुख खुसी र सम्पन्नता समेत प्राप्त गर्नुहुनेछ। तपाईँहरूलाई धन सम्पत्ति पनि प्राप्त हुने योग बनिरहेको छ भन्ने कुराको पनि सङ्केत गर्दछ। यसै गरी साथीहरू अब अर्को सपना रहेको छ। यदि सपनामा तपाईँहरूले मौरीसँग चाहिँ रानी मौरी पनि देख्नुहुन्छ भने यस्तो खालको सपनालाई चाहिँ एकदमै शुभ सपना मानिएको छ। यस्तो सपना देख्नाले आउनेवाला दिनमा तपाईँहरूको आर्थिक क्षेत्र सबल भएर जानेछ। तपाईँहरूलाई विभिन्न किसिमको सम्मान मान सम्मान प्राप्त हुनेछ, जसले गर्दा चाहिँ तपाईँहरूको विभिन्न कार्यहरूमा चाहिँ सफलता प्राप्त गर्न सक्नुहुनेछ। अझ विशेष गरी यस्तो खालको सपना देखिसकेपछि तपाईँले चाहिँ आफ्नो साथीभाइ इष्टमित्रहरूबाट चाहिँ एकदमै राम्रो सहयोग प्राप्त गर्न सक्नुहुनेछ र उनीहरूको सहयोगबाट चाहिँ तपाईँले एकदमै राम्रो लाभ लिन सक्नुहुनेछ। तपाईँको कार्य सफलता मिल्नेछ भन्ने कुराको पनि सङ्केत गर्दछ। साथसाथै यस्तो खालको सपना देखिसकेपछि तपाईँको जीवनमा त्यस्तो एकजना व्यक्तिको आगमन हुनेछ, जुन व्यक्तिको आगमनले, जुन व्यक्तिको गाइडेन्सले, जुन व्यक्तिको ऊर्जाले गर्दा तपाईँले विभिन्न किसिमको सफलताहरू हासिल गर्दै जानुहुनेछ। तपाईँलाई ठुलो सफलता समेत प्राप्त हुनेछ भन्ने कुराको सङ्केत गर्दछ। हस् त साथीहरू, आजको विषयवस्तु यति नै। म यस्तै यस्तै रोचक विषयवस्तुहरू लिएर यहाँहरू सामु उपस्थित हुने नै छु। तबसम्मको लागि यहाँहरू सबैको दिन शुभ रहोस्।